आवश्यकता के छ? एउटै कुराको छ, त्यो असल कुरालाई कसले चुनेको छ? मरियमले चुनेको छ। आमेन। त्यो असल भागलाई कसले चुनेको छ? मरियमले चुनेको छ। त्यो असल चीजलाई कसले चुनेको छ? मरियमले। जसले असल कुरा चुन्छ नि त्यसले नै असल कुरालाई पाउँछ। आमेन। जसले असल कुरालाई के गर्छ? चुन्छ, त्यसले असल कुरालाई पाउँछ। आमेन। असल कुरा यदि हामी चुन्नु जान्दैनौँ भने हामी पनि असल कुरालाई पाउन सक्दैनौँ। हेर्नुहोस्, मरियमले त्यहाँ के गरेको छ? येशूले त्यहाँ मजाले भन्दैछ, आवश्यकता एउटै कुराको छ। मार्था, तिमी धेरै कुराको लागि चिन्ता हुन्छौ, तिमी धेरै काम कुरामा तिमी अल्झिरहेको छौ, तिमी अल्झी यो कुरादेखि तिमी निस्किनु हो भने एउटै कुराको आवश्यकता छ। आमेन। आज यदि हामी पनि यस्तै कुराको विचारदेखि, यो मार्ताको सिचुएसनदेखि यदि आज हामी निस्किने हो भने एउटै कुराको हाम्रो के छ? खाँचो छ। आमेन। एउटै कुराको खाँचो छ। अनि त्यस असल कुरालाई मरियमले के गरेको छ अरे? चुनेको छ, जानेको छ।